काठमाडौँ नाम सुन्न साथ हाम्रो आँखामा ठूला सहरहरू, व्यस्त सडकहरू र मानिसहरूको भिड आउँछ। तर जहाँ बिहान सूर्यसँगै जीवन उब्जिन्छ, जहाँ हावासँगै पहाडका कथा बग्छन् र जहाँ प्रकृतिले मानिसलाई आज पनि आफ्नै काखमा राखेको छ, त्यो ठाउँ हो नाङ्लेबारे। काठमाडौँ जिल्लाको उत्तर पूर्वी क्षेत्रमा रहेको नाङ्लेबारे आज शङ्करपुर नगरपालिकाको वडा नम्बर 1 अन्तर्गत पर्दछ। तर नाङ्लेबारेको पहिचान आजको मात्र होइन। एक समय यो आफैमा एउटा छुट्टै गाउँ विकास समिति थियो। देशको प्रशासनीय संरचना बदलियो र स्थानीय तहको पुनः संरचनासँगै नाङ्लेबारे इन्द्रयनी, पुखलाची, वज्रगेनी, लप्सीफेदी र सुनटोल जस्ता साविका क्षेत्रहरू मिलेर शङ्करपुर नगरपालिकाको हिस्सा बन्यो। तर नक्सामा नाम बदलिँदैमा माटोको पहिचान कहाँ बदलिन्छ? पहाडको काखमा फैलिएका बस्तीहरू, हरियाली जङ्गल, घुमा र बाटाहरू र गाउँको त्यो शान्त वातावरण। सायद यही कारण हो काठमाडौँमै भए पनि नाङ्लेबारे काठमाडौँको भिड भन्दा बिल्कुलै फरक महसुस हुन्छ। नाङ्लेबारे केवल एउटा गाउँ होइन, यो पुरानो पहिचान र नयाँ परिवर्तनको सङ्गम। एकातिर आधुनिक समयसँगै बदलिँदै गएको जीवन, अर्कोतिर पुस्तौदेखि यही माटोसँग जोडिएको गाउँको आत्मा। यस क्षेत्रको आफ्नै धार्मिक र सांस्कृतिक पहिचान छ। माने गहिरो शिव मन्दिर, नाङ्लेबारे बजार, गणेश मन्दिर र पिपल बोट शिव मन्दिर जस्ता स्थलहरूले यस ठाउँको स्थानीय आस्था र परम्परालाई जोगाइरहेको छ। तर नाङ्लेबारेको सबैभन्दा सुन्दर कुरा सायद यहीको इतिहास मात्र होइन, यहाँको अनुभूति हो। जब सहरको आवाज बिस्तारै पछाडि छुट्दै जान्छ, जब सडकहरू पहाडतिर मोडिँदै जान्छ, जब आँखा अगाडि हरियाली फैलिन्छ, त्यति बेला महसुस हुन्छ काठमाडौँ केवल सहर मात्र रहेनछ। यसको कुना काप्चामा यस्ता गाउँहरू पनि लुकेका रहेछ, जहाँ समय अलि बिस्तारै बग्छ, जहाँ मानिस अझै प्रकृतिसँग नजिक छन्, जहाँ हरेक बाटोले एउटा पुरानो कथा सुनाइरहेको छ। यो हो नाङ्लेबारे, काठमाडौँ उत्तर पूर्वी कुनामा रहेको एउटा शान्त गाउँ। सायद त्यसैले कहिलेकाहीँ टाढा यात्रा गर्नु पर्दछ। आफ्नै काठमाडौँको कुनामा पुग्दा पनि एउटा नयाँ संसार भेटिन सक्छ, र त्यो संसारमध्ये एक हो नाङ्लेबारे।